शाक्यमुनि भगवान गौतम बुद्धको 2569औं जन्म जयन्तीको अवसरमा आयोजित प्रथम अन्तर्राष्ट्रिय सागा दावा दौड तथा कला महोत्सव सोलुखुम्बुमा शुरू भएको छ। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका 5 स्थित थेक्सेन पेमाछोलिङ गुम्बामा 3 दिवसीय सागा दावा दौड तथा कला महोत्सव शुरू भएको हो। गुम्बाको आयोजनामा हुने यस कार्यक्रमको पहिलो सेसन सामुदायिक दौड, फन रन लगायत सांस्कृतिक फेसन सो लगायतका कार्यक्रम शनिबार सम्पन्न भएका छन्। सोलु दुधकुण्ड नगरपालिका लगायत दात्री निकायहरूको सहयोगमा भइरहेको कार्यक्रममा हिमाली कलाहरूको प्रदर्शनीसँगै स्वास्थ्यका लागि खेलकुदको आयोजना भइरहेको थेक्सेन पेमाछोलिङ गुम्बाका व्यवस्थापन समिति अध्यक्ष तेन्जी शेर्पाले बताउनुभयो। उहाँले हिमाली कला संस्कृतिहरूको संरक्षण गर्दै यहाँको संस्कृतिलाई पर्यटनसँग जोड्न गुम्बादेखि गुम्बासम्मको दौड अवधारणा सहित कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो। आज पहिलो दिनको सामुदायिक फन रनमा स्थानीय समुदाय, विद्यार्थी, जनप्रतिनिधि, आयोजक लगायत करिब 450 को हाराहारीमा फन रनमा सहभागी भएका थिए। नमस्कार, धन्यवाद एभरेस्ट एफएम साथीहरूलाई। आज हामी यो 2569 यो बुद्ध जयन्तीको शुभ उपलक्ष्यमा हामीले आयोजना गरेको प्रथम अन्तर्राष्ट्रिय सागा दावा रनिङ फेस्टिभलको पहिलो दिन 5 किलोमिटरको चाहिँ हाम्रो सामुदायिक दौड हैन, समुदायसँग दौडिने फन रन, रमाइलो गर्दै दौडिने करिब 450 जना चाहिँ समुदायका हाम्रा चाहिँ सोलु दुधकुण्ड नगरवासीहरूसँग र चाहिँ विदेशबाट आउनुभएका साथीहरू र काठमाडौँबाट चाहिँ यत्रो लामो यात्रा गरेर आउनुभएका धेरैजना साथीहरूसँग हामी चाहिँ 5 किलोमिटरको दौड भर्खर हामीले सम्पन्न गऱ्यौँ। हजुर, अब यसबाहेक चाहिँ चाँडै हैन, यसपछिको चाहिँ 11 किलोमिटरको दौड, 21 किलोमिटरको दौड र 42 किलोमिटरको दौड यो भोलि कार्यक्रम आयोजना गरिएको छ। र यसको साथसाथमा यहाँ विभिन्न किसिमका खानाका परिकारहरू, वेशभूषाको प्रदर्शनी, फेसन सो अनि सांस्कृतिक कार्यक्रमहरूको साथमा राखेकोले यसलाई हामीले फेस्टिभल महोत्सव भनेर भनेका छौँ। यस कार्यक्रमका साथसाथमा चाहिँ दौड बाहेकका अन्य कार्यक्रमहरू पनि छन्। अहिलेलाई चाहिँ आज पहिलो दिन 5 किलोमिटरको दौड चाहिँ सबैजनाको सहभागितामा सुसम्पन्न भएको छ। अब बाँकी अरू कार्यक्रमहरूको लागि हामी लाग्न लागेका छौँ। यो जुन तपाईहरुले फेस्टिभल आयोजना गर्नु छ, यो फेस्टिभलको उद्देश्य के हो, यसको चाहिँ मोटिभ के हो? पहिलो कुरो त चाहिँ हाम्रो सोलु दुधकुण्ड नगरवासीहरू र चाहिँ हाम्रा शुभचिन्तकहरू उहाँहरूको स्वास्थ्यको लागि, स्वास्थ्यको प्रवर्धनको लागि हामीले यो खेल राखेको छौँ। र अहिले अलिकति आर्थिक रूपमा पनि हाम्रो देश, हाम्रो चाहिँ गाउँ ठाउँहरू पनि अलिकति सुसुप्त, अलिकति चाहिँ असहज परिस्थिति भएको बेलामा अब यस सोलु दुधकुण्ड नगरपालिकाको पुरानो गरिमालाई है, पहिला हामी यो सबै कुरो केन्द्रीकृत भएर यहाँबाट हुन्थ्यो। अब व्यापार प्रवर्धन, पर्यटन प्रवर्धन र चाहिँ सोलु दुधकुण्ड नगरपालिकाका राम्रा पर्यटकीय गन्तव्यहरू चाहिँ मध्येमा पर्ने हाम्रा पवित्र गुम्बाहरू चाहिँ सोलु थेक्सेन पेमाछोलिङ गुम्बा, यो गुम्बा जुन आयोजक गुम्बा छ चाहिँ सम्यक सम्बुद्ध बुद्ध भगवानको अस्तु धातु राखिएको एउटा पवित्र गुम्बाको रूपमा परिणत भएको छ भने हाम्रो वरिपरि धेरै गुम्बाहरू छन्। थुप्तेन छोलिङ गुम्बा, नामडोल छोलिङ गुम्बा, अब चिब्रे गुम्बा, गुरु गुम्बा लगायतका विभिन्न गुम्बाहरूमा यी गुम्बादेखि गुम्बासम्म जाने यस्तो किसिमको दौडको चाहिँ परिकल्पना गरेर हामीले यसलाई फेरि यो सागा दावा भनेको बुद्ध भगवानको जन्म है, अनि त्यसपछि बुद्धत्व प्राप्ति, बोधि प्राप्ति अनि महापरिनिर्वाण, यो तीनैवटाको चाहिँ संयोग, त्रिसंयोग भन्छ। त्यो सागा दावा भनेर जुन महिना मनाइन्छ त्यो सागा दावाको महत्त्वलाई अझ प्रकाशित पार्न र चाहिँ गर्नको लागि यो प्रथम सागा दावा रनिङ महोत्सव हामीले, दौड महोत्सव हामीले आयोजना गरेका छौँ। र यसलाई प्रथम भन्नुको कारण चाहिँ अब द्वितीय तृतीयको पनि हामी परिकल्पना गर्दैछौँ, निरन्तरता पाउँछ। पहिलो र दोस्रो दिन चाहिँ हामीले 5 किलोमिटर, 11 किलोमिटर, 21 किलोमिटर र 42 किलोमिटरमा यो सल्लेरी सोलु दुधकुण्ड नगरपालिकाको केन्द्र सल्लेरी स्थित थेक्सेन पेमाछोलिङ गुम्बाबाट विभिन्न गुम्बाहरूमा जान्छौँ। जस्तै 42 किलोमिटरको लागि चाहिँ थुप्तेन छोलिङ गुम्बा, सेर्लो गुम्बा र चाहिँ हाम्रो यो चाहिँ जुनबे
जुनबेसी शेर्पाहरूको इतिहास बोकेको चाहिँ जुनबेसी गुम्बा समेतलाई जोडेर गइन्छ भनेदेखि 11 किलोमिटरमा हामी चाहिँ के अरे मेन्दोपाके स्थित के अरे च्याल्सा स्थित गुरु गुम्बा हुँदै मेन्दोपाके स्थित नामडोल छेलुङ गुम्बा भएर चिप्रे गुम्बा झ्याल्सा गुम्बा हुँदै यहाँ फर्कन्छौँ। त्यस्तै चाहिँ 21 किलोमिटरको लागि चाहिँ हामी यहाँबाट यही गुम्बाबाट सुरु गरेर बेनी हुँदै चियोङ गुम्बाबाट चियोङ खोप भई फाप्लु भएर सल्यारीमा फर्किने यस्तो किसिमको कार्यक्रम छ। र कार्यक्रमहरू के छ? हजुर, अब त्यसबाहेक अब यो कार्यक्रमको साथसाथै विभिन्न चाहिँ खानाका परिकारहरू हामीले राखेका छौँ र विभिन्न समुदायको वेशभूषाको चाहिँ फेसन सो राखेका छौँ र हाम्रो सामुदायिक चाहिँ यो एउटा सद्भावलाई चाहिँ प्रत्यक्ष रूपमा सबैलाई अनुभव गराउने कार्यक्रम छ भने तेस्रो दिन 2569औं बुद्ध जयन्ती समारोह नेपाल तामाङ गेदुङ सोलुखुम्बुको प्रमुख आयोजकत्वमा हाम्रा समुदायका विभिन्न सङ्घ संस्थाहरू मिलेर गर्ने कार्यक्रम छ। र त्यही दिन चाहिँ एउटा 7 दिने हिमाली कला सम्मेलन 2025 भनेर 7 दिनको कार्यक्रम, जसमा चाहिँ हाम्रो ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यू पनि स्वयं यहाँ आउनु भएर चाहिँ सहभागी हुनुहुँदैछ र त्यसलाई चाहिँ सेर्लो गुम्बामा रहनुभएको चाहिँ हाम्रो पेमा थार्चेन रिम्बुर्चे ज्यूको चाहिँ आशीर्वचन का साथमा प्रमुख अतिथि चाहिँ के अरे ललित कला प्रज्ञा प्रतिष्ठानको चाहिँ कुलपतिज्यू समेत रहने गरी कार्यक्रम चाहिँ हुने कार्यक्रम छ। र यस हाम्रो चाहिँ हिमाली कला सम्मेलनलाई सहयोग गर्ने अमेरिका स्थित रुबिन म्युजियम अफ हिमालयन आर्ट्सका चाहिँ प्रतिनिधि आङ छिरिङ शेर्पाज्यू पनि आउँदै हुनुहुन्छ र उहाँहरूको चाहिँ र हाम्रो लोकल प्रतिनिधिहरूको चाहिँ हाम्रा नेताहरूज्यूहरू उहाँहरू सबै रही एउटा चाहिँ हामीले हिमाली कला सम्मेलनको समुद्घाटन छ। त्यसपछि हाम्रा हिमाली कलाकारहरू जो चाहिँ 15 जना सेलेक्ट भएका छन् र चाहिँ देशभर हाम्रो के अरे युवा चाहिँ युवा कलाकारहरू छान्नको लागि युवा कला प्रतियोगिताबाट छानिएर आएका 15 जना चाहिँ युवा कलाकारहरू पनि यहाँ उपस्थित हुनुभएको छ। त्यस्तै हाम्रो के अरे वरिष्ठ कलाकार उमेश श्रेष्ठजी लगायत चाहिँ आउनुभएको छ। फेरि यस सम्पूर्ण कार्यक्रमभर यहाँ मेडिटेसन र चाहिँ आफ्नो काउन्सिलिङ दिनको लागि चाहिँ सहायक धर्मगुरु ईश्वर चन्द्र विद्यासागर श्रेष्ठज्यू पनि आउनुभएको छ। उहाँको चाहिँ लिडरसिपमा अब अहिले केही क्षणमा यहाँ फेरि मेडिटेसनको सेसन पनि राखेको छ। यसरी हाम्रा हिमाली कलाकारहरूलाई सम्मान गर्ने र उहाँहरूको चाहिँ कलाकृतिलाई प्रचार प्रसार गर्ने साथमा हाम्रा चाहिँ युवा कलाकारहरूलाई पनि प्रवर्धन गरिदिने यस्तो किसिमको कार्यक्रमका साथ हामी चाहिँ हिमाली कला सम्मेलन पनि आगामी बुद्ध जयन्तीको दिन चाहिँ त्यसको चाहिँ उद्घाटन गरिरहेको छ। भनेपछि हामीसँग चाहिँ दौड प्रतियोगिता लगायत हिमाली कला सम्मेलन सहित 3वटा कार्यक्रम हुने। 3वटा कार्यक्रम, हजुर। हस्, यहाँको समय समाजको लागि धन्यवाद। थ्याङ्क यू। दौडनेहरूमा स्थानीय समुदायसँगै दौडिएका थिए सोलु दुधकुण्ड नगरपालिकाका नगर प्रमुख नामगेल जाङबु शेर्पा पनि। उहाँ लगायत जनप्रतिनिधिहरू स्थानीयको सहभागिता रहेको थियो। नगर प्रमुख शेर्पाले रेडियो एभरेस्टसँग कुरा गर्दै संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै यसलाई खेलसँग जोड्दा थप महत्त्व बढ्दै जाने उल्लेख गर्नुभयो। उहाँले दौडनु स्वास्थ्यका लागि समेत राम्रो भएकाले आफू समेत सहभागी भएर सहभागीहरूको मनोबल उच्च बनाउन सकेको महसुस गरेको बताउनुभयो। उहाँले यस्ता किसिमका कार्यक्रमहरूले गर्दा समाजको भातृत्व भाइचारा कायम रहने भएकाले नगरपालिका सदैव यस्ता कार्यक्रमहरूप्रति सकारात्मक भएर सहयोग गरिरहेको उल्लेख गर्नुभयो। आज चाहिँ यो सागा दावा म्याराथन 5 किलोमिटर आज हामी हाम्रो 3 कुने हुँदै 0 पोइन्टबाट यहाँसम्म कम्प्लिट गऱ्यौँ र आज यहाँ चाहिँ हजारौँको सङ्ख्यामा चाहिँ आज यो चाहिँ सागा दावाको उपलक्ष्यमा बुद्ध जयन्तीको चाहिँ उपलक्ष्यमा यो आयोजन भएको छ। असाध्यै राम्रो कार्यक्रम भएको छ र यसमा चाहिँ वृद्धदेखि तन्नेरीदेखि बालबालिकादेखि हामी सबै चाहिँ सँगसँगै दौडेको छौँ। यो चाहिँ अत्यन्तै खुसी लागेको छ। नेताहरू प्रायः कुर्सीमा मात्रै बस्ने प्रवृत्ति हुन्छ। हजुर, त दौडिनु पनि भएको छ। म त दौडिने नै हो जहिले पनि। मलाई एकदम चाहिँ यो चाहिँ स्वास्थ्यको लागि पनि यो दौडिनु आवश्यक छ। अब यो सामाजिक सद्भावको लागि पनि आपसी भाइचारा सम्बन्ध प्रगाड गर्नको लागि पनि यो खाली कार्यक्रम आयोजना हुन जरुरी छ र विशेष गरेर अहिले चाहिँ यो हिमाली संस्कृति प्रवर्धनको लागि जुन चाहिँ ऐतिहासिक म्याराथन
यो चाहिँ थेक्चेन पेमा छोरी गुम्बाले आयोजना गरेको छ। नगरपालिका लगायत धेरै सङ्घ संस्थाहरूले यसलाई सहयोग गरेको छ र आज एकदम सफलतापूर्वक मैले त वास्तवमा यस्तो चाहिँ सोचेको थिएन, तर हामीले सोचेको भन्दा धेरै राम्रो कार्यक्रम भएको छ। अब भोलि फेरि 11 किलोमिटर हुँदै अनि त्यसपछि 21 किलोमिटर हुँदै चाहिँ 40 किलोमिटर चाहिँ दौडिने यो कार्यक्रम रहेको छ। यो निरन्तर चलिरहन्छ र यो कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तर दिनको लागि सोलुखुम्बु नगरपालिका आयोजकको साथमा रहन्छ भन्ने कुरा राख्न चाहन्छु। अब मेरो यो कार्यक्रमलाई विशेष नगरपालिकाले कस्तो खालको सहयोग गरेको छ, कसरी अगाडि बढाउँछ? होइन, अब नगरपालिकाले यो सानो सहयोग गरेको छ, हामीले आर्थिक प्रायोजन गरेको छौँ होइन, तर मूलत आयोजकहरूले विभिन्न सङ्घ संस्थाहरूसँग समन्वय गरेर उहाँले चाहिँ सहयोग चाहिँ जुटाउनु भएको छ र यो कार्यक्रम चाहिँ एकदम ऐतिहासिक रूपमा भव्य र सभ्यको रूपमा चाहिँ सफल पार्नको लागि आयोजकले धेरै राम्रो काम गरेको छ भन्ने लाग्छ। आइतबार 42 किलोमिटर, 21 किलोमिटर तथा 11 किलोमिटर तर्फका दौड प्रतियोगिताहरू हुनेछन् र सोमबार बुद्ध जयन्तीको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू हुने आयोजकले जनाएको छ। त्यसपछिको करिब 1 हप्ता हिमाली कला सम्मेलनको समेत आयोजना हुनेछ।